सोचले चाहिँ बाहिरतिर निक्लेर हो। अनि त्यही हो, अब हामी चाहिँ रनिङ कन्टिन्यू गर्नुपर्ने हुन्छ। अनि भन्छ सर अब हाम्रो चाहिँ सुरु भइसक्यो, रनिङ चाहिँ यस्तो छ। साथी पछाडि हुनुहुन्छ, म चाहिँ यता अगाडि गइरहेको छु। अनि त्यही हो, भिडियोहरू अब बनाउँदै जान्छु। सबैजनाले हेरेर भिडियोलाई माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला भन्छु। त्यही हो। आन्टीको के त आउनु न यता। अनि हामी चाहिँ त्यो ट्रेकिङ हुन्छ, पसिनै पसिना भएको चाहिँ पसिनाले ट्रेकै भयो। मजा आयो। अनि त्यही हो हाम्रो रनिङ हान्नु चाहिँ हो, देखिरहेको छ। अनि त्यही हो गाइजहरू, मजा आयो। पसिना नुहाउनु पर्दाखेरि चाहिँ मजा आउँछ नि त, बिहानको टाइममा त सबै पनि फ्रेस भयो, आनन्दको। अनि त्यही हो गाइजहरू, यस्तै भइरहेछ हाम्रो दिनको सुरुवात चाहिँ। फाइनल गाइजहरू, ल आजको एक्सर्साइज पनि हामीले कम्प्लिट गऱ्यौँ। लास्ट वान चाहिँ हामीले स्पिडमा हान्यो क्या, फर्स्ट स्पिड हान्यो। मजा आयो तर। अब हल्का यसो बडीलाई यता स्ट्रेच गरेर चाहिँ रुमतिर लाग्नुपर्ने हुन्छ। अनि ब्याकग्राउन्डमा पनि दामी साउन्ड आइरहेको छ। यहाँ चाहिँ नेपालको जस्तै क्या, तपाईँहरूले पनि सुन्न सक्नुहुन्छ। यहाँनिर सायद साउन्ड आएको होला, चराहरू कराएको। यहाँ चाहिँ भँगेराहरू छ, अनि ढुकुरहरू छ। अनि यिनीहरूको साउन्ड चाहिँ दामी आइरहेको छ कि ब्याकग्राउन्डमा। मैले चाहिँ अब प्रायः त्यहाँनिर साउन्ड रेकर्ड गर्दाखेरि चाहिँ आफूले अडियो बोलेर रेकर्ड गर्छु, त्यही भएर त्यहाँ साउन्ड आइरहेको हुँदैन। तर आज चाहिँ म आफ्नो ओरिजिनल साउन्डमै हाल्छु। तपाईँहरूले सुनिराख्नु भएको छ होला साइडतिर ब्याकग्राउन्डको चाहिँ चराहरू कराएको साउन्ड। कस्तो आज राम्रो देखेछ। अनि त्यही हो, अब आजको चाहिँ भ्लग यति नै हुन्छ। आज चाहिँ सबैलाई